फकाउनु पर्दैन बेबीको ड्याडीलाई चाहिँ म प्राङ्क। हेलो एभ्रिवान, गुड मर्निङ सोले, नमस्ते, वेलकम ब्याक आवर च्यानल। आई होप सबैजना सन्चै आरामै नै हुनुहुन्छ र हामी पनि सन्चै आरामै नै छौँ। आज चाहिँ हाम्रो आमा छोरी मात्रै उपस्थित भइराखेको छौँ किनकि बेबीको ड्याडीको चाहिँ काम बिहानैबाट थियो। बिहानैबाट भन्दा नि 8 बजेबाट थियो। 8 बजेबाट भइसकेपछि उहाँ चाहिँ जानुपर्ने हुन्छ 7 बजे अनि उहाँ चाहिँ गइसक्नु भयो। हामी चाहिँ उठेर र मेरो बिहानी तातो पानीबाट, यो चाहिँ हल्का मन तातो मात्रै छ, त्यस्तो धेरै तातो नि कि बिहान बिहानै खानु, अहिले फेरि एकदम गर्मी छ नि त, त्यही भएर यो चाहिँ हल्का मन तातो पानी मात्रै है। यत्तिको पानी चाहिँ खानुपर्छ ल। तरकारीलाई पानी हाल्यौँ अनि अब के गर्नु, तरकारीलाई पनि खै आँखा नै लागिसक्यो के हो, सब किरा परेर फान्नु नै पर्यो। योभन्दा अगाडिको भिडियोमा पनि देखि नै हाल्नुभयो होला, हेर्नु भएको छैन भने गएर हेर्नु होला। तरकारीमा त्यो के कस्तो नराम्रो किरा परेको थियो, त्यो चाहिँ ब्याड थियो हाम्रो लागि। जे छ जे भयो, अब जस्तो भयो भयो होइन। अर्ग्यानिक खान लगाएको, अब अर्ग्यानिकमा किरा त आइ नै हाल्यो। र अब चाहिँ मैले चाहिँ नानीलाई खाना बनाउन लागेको। नानीको लागि चाहिँ मैले यहाँ चामल भिजाएको छु अनि यहाँ घिउ राखिसकेँ अनि यहाँ चाहिँ साग हालेर बनाइदिनु भएको। छोरी चाहिँ यसरी निभाजिन्, ऊ चाहिँ 4 खुट्टाले हिँड्छिन्। ताली बजाओ ताली बजाओ, गीत सुनेर ताली बजाओ। यता हेर्नु जानु छोरी, वाउले छोरीले चाहिँ ताली बजाउन जानेछ। नमस्ते नै बिर्सिहाल्यो ताली बजाउनले। एउटा कुरा सिक्यो भने अर्को कुरा बिर्सिने पो रहेछ हौ बेबीहरूले त। अन्त यहाँ चाहिँ छोरीको लागि खानाको लागि चामल भुट्दैछु। अब चाहिँ म साग हाल्छु। ल मैले अब साग पनि हाल्छु। अब साग भुटेर पानी राखिदिनु पर्ने। 1 hour later. अनि म त के गरौँ सोचेँ है। अनि मलाई त मोमो खानु मन लाग्यो क्या। अनि के अरे हिजो हलाल चपबाट लिएर आएको थियो, ऊ थियो के भन्छ यसलाई, सोयाबिन थियो। अनि सोयाबिन र बन्धन थियो अनि प्याज बन्दा सोयाबिन हालेर चाहिँ म मोमो बनाउँछु भनेर सोचेँ। आज भेज मोमो खाने कस्तो हुँदो रहेछ, फर्स्ट टाइम ट्राई गर्दैछु। अनि म चाहिँ यहाँ काट्दैछु, बन्दा काट्दैछु। यहाँ प्याज चाहिँ काटिसकेँ अनि यो चाहिँ लसुन र अदुवा हो। अनि यहाँ चाहिँ सोयाबिन भिजाउँदैछु। ल यहाँ चाहिँ अब अचारको लागि टमाटर भुटेँ। अनि यहाँ चाहिँ भन्दैछु मोमो। आज कस्तो बन्छ त मोमो टेस्ट गरेर तपाईँहरूलाई भन्छु। A few moments later. यहाँ कत्रो नहन्छ क्या, म चाहिँ नहरौँ तर खुला कत्रै छैन। हाम्रो आमा छोरी चाहिँ एकछिन हिँड्न निस्केको। अब अनि खाजा खाएर हिँड्न निस्क्यौँ। अब गएर फेरि खाना पकाउनु बेला हुन्छ। आमा छोरी चाहिँ हिँडेर आएर पनि अब चाहिँ खाना पकाउनु सुरु गरिसकेको। यहाँ चाहिँ मैले मासु पकाउँदैछु कुखुराको। अनि आज चाहिँ यसो खाजा भात खाइदिउँ भनेर चामललाई घिउमा मजाले भुट्दैछु। घिउ चाहिँ यो मजाले भुट्दैछ। अनि यहाँ मेरो छोरी पनि लुकुर 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 हिँड्ने भएछ कि जानु। अहिले चाहिँ ऊ बाख्राङ 4 खुट्टाले हिँड्ने भइसक्यो है। 8 मन्थको बेबी, 8 महिनाको बेबी हो म भन्यो। ताली बजाऊ ताली बजाऊ। उसले चाहिँ यस्तै जानेको छ कि नमस्ते छोरी, नमस्ते सप्पा, वाउ गर्दै नि त ल।
ताली बजाएर वाउ गरिदेऊ ताली बजाइदेऊ ल ताली बजाऊ अनि यहाँको चामल चाहिँ हाम्रो नेपालको हुन्छ नि अनदी त्यस्तै हुन्छ क्या लटक्कै परेको हुन्छ अनि यो जापानिज गुन्माको जापानिज चामल है यो चाहिँ हामीले चाहिँ त्यही नै खान्छौँ अरू नमिठो हुन्छ अनि त्यही मिठो हुन्छ त्यही भएर नि यस्तो लटक्क छ क्या यस्तो डल्ला परिसके भात चाहिँ अब यो भुटियो मजाले अब यसलाई चाहिँ म हल्का पानी हालिदिन्छु र अनि सिटी लगाउन छोडिदिन्छु के सधैँ सादा भात खाने होइन कहिलेकाहीँ त्यस्तो मिठो भात खाइदिउँ न त भनेर चाहिँ उ गरेको अब म बिसारै उ गर्नुपर्ने हुने भयो चलाउनु सकेन एउटा हात चाहिँ यस्तो चाम्रो हुन्छ क्या धेरै बेसी चाम्रो हुन्छ अझै त म सुत्केरी नै छु नि त क्या 8 महिना पुगिसक्यो बच्चा त्यो सुत्केरीले ल म चाहिँ अब यसलाई तयार पारेर पकाउन एक रेट पानी हालेर ढकन लगाइदिन्छु है त ल भातलाई चाहिँ मैले सिटी लगाउन लागि यता मासु चाहिँ पाक्दैछ अनि यो सिटी चाहिँ बज्दैन क्या अब नेपालको भात त सिसी गरेर यति सिटी लाग्यो पाक्यो भन्न हुन्थ्यो कुकरले चाहिँ सिटी लाग्दैन क्या अब त्यो सिसु गर्छ अनि म चाहिँ यो अब घडी हेरेर चाहिँ पकाउनु पर्ने हुन्छ नत्र भए फेरि डढ्यो भने है मलाई चाहिँ यो कुकरमा चाहिँ खासै खाना पकाउन आउँदैन के दालहरू चाहिँ जान्छु अनि मैले भात बसालेर चाहिँ पकाउनु कस्तो अल्मलिन्छु क्या अब कस्तो ल ल ल ल थिरी ए नानीलाई चाहिँ हल्का सपोर्ट दियो भने ऊ मजाले थिरी हुन सक्ने भइसक्यो मम्मा किसी गर्ने ल किसी बेबी किसी अब नगर्ने रिसाको यत्तोली छाछा यतिली छाछा ए ल थिरी बस्देऊ न त ल थिरी 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 हेर न अडिस लगाएर अझ खुब अहिले दुख्छ नि खुट्टा दुख्छ नि खुट्टी दुख्छ नि छानुको अनि यो तरकारीलाई चाहिँ डाडुले चलाउन नजान्ने को हुनुहुन्छ मलाई यो डाडुले तरकारी चलाउन जस्तो दुःख केही लाग्दैन ल अनि यो मैले भातमा युज गरेको थिएँ त्यही भएर चाहिँ डाडुले चलाएको नजानेर यसलाई मैले धुनलाई राखिसकेँ सिङमा अनि अब चाहिँ यो मासु पनि पाक्नु लागेको हो आज चाहिँ मैले चिकनमा आफ्नै बारीको साग हालिदिनु लागेको हो साग हालेर पकाइदिनु पऱ्यो कस्तो हुन्छ मैले अब बङ्गुरकोमा त सधैँ हालेर नै पकाउने नै हो अनि यसमा चाहिँ कुखुरामा चाहिँ आज फर्स्ट टाइम हो म ट्राई गर्छु है कस्तो हुँदो रहेछ यो ट्राई कल त होइन अनौठो पनि खानुपर्छ है अब चाहिँ म कुखुरा साग धुन्छु अनि हालिदिन्छु टमाटरहरू पनि सबै तयार भइसक्यो यो पाक्नु मात्रै आँट्यो अब सागलाई पकाउनु पर्दैन सालीलाई पकाउनु पर्दैन भन्ने उखान त तपाईँहरूलाई थाहा नै छ होला होइन त्यस्तै चाहिँ सागलाई खासै धेरै बेर पकाउनु पर्दैन अब त्यसलाई धुने अनि माडक मुडक पार्ने चप गर्ने अनि हालिदिने अनि यता मेरो छोरीको चपचप चाहिँ चलिरहेको छ है जे पनि पायो मुखमा हालिदिने अनि मम्मीले खाना पकाएको बेलामा खुट्टामै आएर बस्नुपर्ने हो अब यो कुखुराको मासुमा चाहिँ साग हालेको चाहिँ अब कस्तो हुन्छ टेस्ट चाहिँ त मलाई थाहा भएन तर हेर्दा चाहिँ एकदम मिठो जस्तो लाग्यो हो तर आफ्नै बाहिरको अर्ग्यानिक साग हो मिठो हुन्छ होला सायद होइन अनि यहाँ धनियाँ पनि छ धनियाँ उता हेर्नु न उहाँको चपचप चाहिँ यसरी खुट्टामा झुन्डिने र अनि हेर्नु न यहाँ ढोका खोलेर यहाँभित्र त्यो डब्बाहरू झिक्न जानु लागिरहेको छ नो बेबी नो ताली बजाऊ यो चाहिँ उसले जानेको छ है यहाँ चाहिँ मलाई खाना पकाउँदा चाहिँ दिमागमा आयो कि सधैँ हामीले राइस कुकरमा पकाउने नि त खाना आज चाहिँ मैले प्रेसर कुकरमा बनाएको छु
अनि मासु पनि भुटेको छु नि त अनि यसमा ग्रेभी जस्तो नि बनाएको छुइनँ मैले जस्ट फुक्का बनाइरहेको छु कि यो चाहिँ पाकिसक्यो यस्तो पाकिसक्यो अनि बेबीको ड्याडीलाई चाहिँ म प्राङ्क अभी मजा आएगा ना भिडो गर्छु आज अब यस्तो प्राङ्कहरू गरौँ भने अब थाहा पाइहाल्नुहुन्छ होइन अरू चिज गरौँ भने आज चाहिँ मलाई प्राङ्क गर्नु मन लाग्यो हेरौँ कतिको सक्सेस हुन्छ अनि खाना पस्किनुहुन्न क्या जहिले मैले पस्केर दिनुपर्ने हुन्छ है अनि आज चाहिँ तपाईँले पस्किनुहोस् न तपाईँले पस्केको कस्तो खानु मन छ भन्छ है अनि तपाईँले पस्किनु न कहिले कहिले त तपाईँले पस्केर दिएको पनि खानुहुन्छ हो कति मैले मात्रै पस्केर खाने भनेर म चाहिँ बाहना गर्छु अनि उहाँले उता हेर्न जानुहुन्छ नि त मैले चाहिँ यहाँ फेरि स्ट्रङ जुस खाएको छु यिनीहरू चाहिँ स्याहारेको पनि छैन बेबीसँगै हतार हतार गरेर अनि यहाँ चाहिँ अब खाना चाहिँ पकाएको छैन नि त जहिले यहाँ पकाउने म यो चाहिँ यतिकै राखिदिन्छु ल खाना पस्किनुहोस् न त तपाईँले भन्छु यो पनि यतिकै राखिदिन्छु यो चाहिँ बासी भात हो यो चाहिँ तताउन नै राख्न भुलेछु भन्छु बामा गर्छु म अनि आज चाहिँ म प्राङ्क गर्छु मेरो दिमागमा प्राङ्क गर्ने आइडिया आयो आज बेबी प्राङ्क गर्ने ल ड्याडीलाई तिमी र म भएर हुन्छ ओके देख्नुभयो नानीले नि भनेर मन डल्लाइदियो हो ल यहाँ चाहिँ अब दाल पकाएको अनि मासु भुटेको मासुलाई चाहिँ ग्रेभी नि बनाएन भन्छु अनि दाल चाहिँ मैले बिहान बनाएको थिएँ अनि त्यो दाल छ बाँकी अनि त्यो दाल हुँदा फेरि दाल पकाउने भनेर चाहिँ मैले चाहिँ नपकाएको त्यही पनि घिउ हालेको भातमा त अब तरकारी मात्रै भए पनि हुन्छ त्यही पनि दाल चाहिहाल्यो भने चाहिँ दाल पनि छ हाम्रो मैले चाहिँ फ्रिजमा राखेको छु अब चाहिँ गर्मी चढिसक्यो हजुर आम्मा भन्नुहोस् त यता चकचक चाहिँ उसको चलिरहेछ चकचक ल हेर्दै गर्नु होला है त बेबीको बाबाको छुट्टी चाहिँ 9 बजे हो साँझमा अनि उसको बाबा चाहिँ छुट्टी भएर आउँदैछ अनि ऊ चाहिँ राति सुत्ने बेलामा रोकोरोइ गर्ने कि अनि त्यही भएर चाहिँ उसको ड्याडीलाई चाहिँ मैले बाहिरबाट पानी लिएर आउनु न हात खुट्टा धोएर अनि नबोलेर यसलाई पानी छ्यापेर अनि यसको सातो बोलाइदिउँ भनेछु हेरौँ कस्तो गर्नुहुन्छ आउँदै हुनुहुन्छ अरे फोन पनि राखिदिनु भयो अनि यो भन्नुहुन्थ्यो क्या आमाहरूले बेबीहरू बोल्ने बेलामा कपाल सबै झर्छ भनेर ओ रहेछ आमामा यतापट्टि हेर्नु ल कस्तो देख्छ सबै झरेर ठुट्टै भइसक्यो नि बराई तक्लु हुने भयो तक्लु छोरी जस्तै हुन्छु कि क्या हो म पनि आमा आज त मम्मी र छोरीको कपडा त म्याचिङ पो रहेछ ब्ल्याक होइन है कहाँ उल्टेको हौ बजाउ न गला बजाउ ल बजाउ जसरी भए पनि बज्यो त भयो अन्त छोरी लु बेबी र ड्याडीको भेटघाट भयो हाय इतना सुकून बाबाले पानी दिन्छ झम्कियो छोरी त तर्सेन कुन्नी झन् छोरी त हाँसेर बस्दिन् यता हेर छोरा ल अहिले चाहिँ छोरीलाई खाना खुलाउनु लागेको ऊ खेल्दै खाने रे त्यसपछि अनि हामी कि तपाईँ फर्स्ट खानुहुन्छ सँगै खाने यहाँ चाहिँ मैले नानीलाई भात खुलाउँदैछु अनि ड्याडीको बाबाले भात हाल्नु है आज हजुरले हालेको खाने ल आज हजुरले हालेको खाने के भात सधैँ मैले मात्रै हालेको खाने आज चाहिँ तपाईँले हालेको खाने हस् सँगै खाने अब ल भात हाल्नु के खाने अब छैन फ्रिजमा पनि कसले राख्छ पकाएर भात के गर्नु पर्दैन भात नपकाएर नि यो छोरीलाई कसरी खुलायो त भात नपाकेको भयो त अनि छोरीलाई मात्रै अलिकति पकाइदिएको के
किन पकाएको यसमा फेरि भात यो हुँदा हुँदै मलाई आज राइस के अरे प्रेसर कुकरमा पकाउनु मन लागेर के कति राइस कुकरको खाने भनेर राम 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 घिउ र भात अनि सधैँ सादा भात खाने लु आज त हामी सुत्केरी बनाएर घिउ हालेको भात खाइदिउँ भनेर खाजा भात है छोरी है छोरी फर्स्ट टाइम भात होला कि भात होला भात खाँदैछ Prank successful prank सरप्राइज भनौँ भने अब के घिउ र भातको सरप्राइज दिनु प्र्याङ्क भयो प्र्याङ्क है सक्सेसफुल भन्ने छोरी सानो मान्छेको बोतल कता कता फेरि लु अब खाने भात हाल्नु ल हामी चाहिँ अब खाना खानु लागेको हामी खाना खायौँ छोरीलाई खायो अब चाहिँ छोरीलाई सुताउनु पर्ने हुन्छ हामी फटाफट खान्छौँ आमा खाना खाएर आयौँ छोरीलाई सुताउनु पर्छ भनेर त अब हतार हतार गरेर आइएछ छोरी सुत्ने कति बेला हो खेल्दैछ र आजको लागि भिडियो यति नै यति जेलसम्म हेरेर मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद छोरी माथि उक्लिन सकेछ बाबा ल बाई बाई गरिदियो नि त ल बाबा छोरीले नि बाई 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 यस्तो गर नानी यता हेर बाई आफैलाई चाहियो रे मोबाइल इन गरिदिइहाल्यो है त यदि हाम्रो भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला बाई बाई टेक केयर लभ यु बाई बाई